यहाँनिर छ मान्छेहरू दर्शन गरिरहेको छ अनि भिउटारको टपमा बसेर है यस्तो छ अवस्था गम्भीर छ बस्यो भनेदेखि एकैचोटि झन्डी थिरेल सो हेलो एन्ड नमस्ते एभ्रिवान सेवा नमस्कार यहाँ सम्पूर्ण फेरि नि मेरो नयाँ भिडियो एन्ड ब्लगमा र चट्ट हिजो चाहिँ हामी सकेवा भन्ज्याङतिरबाट टेम्के डाँडाको छेउछाउसम्म आएको थियौँ। आज चाहिँ आजको दिनमा चाहिँ टेम्के डाँडाको टपमा भव्य मेला लाग्छ। बिहानै घाम पनि झुल्किरहेको छ र हामी चाहिँ टेम्केको टपतिर लाग्दैछौँ, टेम्के बजारतिर लाग्दैछौँ र आजको टेम्के बजार के कस्तो हुन्छ, मान्छेहरू के कति आउँछ, कस्तो हुन्छ भन्ने कुरा सम्पूर्ण तपाईँहरूलाई म देखाउनेवाला छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु नछुटाउनु होला है त। आजको टेम्केको भ्यू चाहिँ यत्तिकोसम्म देख्न सक्यो है गाइज। उता हिमालहरू देखिरहेछ अनि भने यतापट्टि चाहिँ घाम पनि झुल्किरहेछ, साथमा कुहिरोहरू पनि काँत काँत लगाएर बसिरहेछ। शीत परेर उस्तै भएको छ उस्तै। बजारको माहौल तत्तिसक्यो, माथि भ्युटारको टपमा पनि मान्छेहरू चढ्न सुरु गरिसकेको छ यार। ल गाइज हामी चाहिँ बजार आइपुगिसक्यौँ है। बजारको माहौल चाहिँ भर्खर तत्तिनु सुरु, भर्खर मान्छेहरू भेला हुनु सुरु गर्दै रहेछ। अझ दिनभरि बेलुकासम्म भवाले हुन्छ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त, के कस्तो हुन्छ सबै तपाईँहरूलाई म देखाइहाल्नेछु। झन्डी थिरेल बजारको माहौल ल बजारको माहौल चाहिँ खत्रै तातिन थाल्यो भन्नुपर्दा पनि तातेको छैन खासै, हल्का हल्का मात्रै छ। मान्छेहरू आउने निरन्तर आइरहेछ, यताबाट उद्धुबाट जताततैबाट देख्न सक्नुहुन्छ है। आजको बजार के कस्तो हुन्छ हेरौँ। बजारको माहौल चाहिँ खरै तातिन थाल्यो। अब चाहिँ कति बज्यो अहिले? 10 बजीतिर। दिनभरिमा कस्तो हुन्छ दादा झन् यत्रो 3000 मिटरको हाइटमा पनि सम्पूर्ण कुराहरू पाउँछ। पड्का लो हाम्रो दुई भाइ कहाँ गर्ने फेरि? ल बजारको माहौल चाहिँ गाई यस्तो भइसक्यो है। मान्छेहरू यहाँदेखि त्यहाँसम्म छ। अब चाहिँ हामी माथि टपतिर जाने भनेको के हुन्छ, 9-10 बजिसक्यो, माथि त्यति साह्रो चिसो छैन होला अहिले चाहिँ। अब हामी टपतिर जानु लागेको है त गाइज। ल लागि अब जाउँ। सो यति बेला चाहिँ हामी माथि टेम्के टप छ त्यता जाँदै गरेको जानु चाहिँ। अनि यहाँबाट चाहिँ यस्तो बबाल हिमाल देखिँदो रहेछ कि तपाईँहरूलाई गोप्रोमा त्यति धेरै कोही त भएको छैन होला। र अनि यतापट्टि देख्न सक्नुहुन्छ है, परदेखिको सबै हिमालय हो। अनि अब यहाँबाट हामी भ्यू हेर्दै उकालो चढिँदैछ। हेरौँ आज टेम्केबाट के कस्तो भ्यूहरू देख्न सकिन्छ र मान्छेहरूको चाप के कति छ है त, सबै तपाईँहरूलाई म भिडियो मार्फत देखाउने छु।
यसपालिको हाम्रो टाइमको बजार के कस्तो भयो भनेर है त गाइस। ल हिमालको दन्ते लहरहरू चाहिँ यहाँदेखि सर रहेछ, त्यहाँ सगरमाथा पनि देखिँदैछ तर कुरेल छोप्न आँटेछ। मकालु अनि त्यो लोप चाहिँ के भन्थ्यो, अनि कञ्चनजङ्घा सबै हिमालयहरू प्रायः देखिरहेछ है त गाइस उताबाट। अहिले चाहिँ हामी डेम्बीको टप आइसक्यो यतासम्म भन्ने चाहिँ, अनि यहाँनिर चाहिँ नाक्छुङहरूले केही प्रदर्शन गर्नुहुँदैछ, मतलब के गर्नुहुँदैछ। अलिक छिटो बजा भन्दैछ अहिले म। गाडीहरूको साथ घट्दैछ यार। विशाल भाइहरू चाहिँ आएन कि देखेको छैन अहिलेसम्म। कहाँ ढुक ढुक पर्दैछ ए तिमी हो म होइन हौ। होइन हो, तिमीलाई चिनेको थिइनँ क्या मैले मुला कहाँ पैसा भन्दै थिएँ कति राउन्ड घुम्नुपर्छ घुम्नुको चाहिँ। लगायत अहिले चाहिँ हामी मन्दिरभित्र छिरेको छौँ। मन्दिरको अवस्था यस्तो छ, भित्र भने पस्न सक्ने अवस्थै छैन, बाहिरैबाट दर्शन गर्नुपर्ने हुन्छ। पूजा गर्ने स्ट्यान्ड रहेछ है। अब भित्र मान्छेहरू धेरै भएकोले पूजा पाठ सब मान्छेहरूले बाहिरै गर्ने हुँदो रहेछ। पूजाको लागि लाइन बस्नै पर्ने हो। अब चाहिँ हामी भ्यू टावरको टपतिर चढ्न लाग्यो है त। मान्छेहरू चढ्नेको तात यस्तो रहेछ कि यो भ्यू टावर आजसम्म पनि ठिक छ कि ठिक्दैन होला हौ। मान्छेहरू चढ्ने भाँचिन्छ अरे कति लाउनु आमा
हामी अनि वरिपरिको भ्यू गाइस यस्तो छ है त एक राउन्ड घुमौँ न भ्यू टावर उतापट्टिबाट हेरौँ न कस्तो देखिन्छ फोटो त अहिले हुँदैन यो डरै छ नि छेउको रेलिङ त चिनीहरूलाई पहिला प्राथमिकता के मन्दिर चाहिँ त्यहाँनिर छ मान्छेहरू दर्शन गरिरहेको छ अनि भ्यू टावरको टपमा बसेर वरिपरि भ्यू हेर्दैछु है यस्तो छ अवस्था गम्भीर छ गाइस खस्यो भनेदेखि एकैचोटि कहाँ पुगिन्छ थाहा छैन रेलिङहरू पनि खासै डर छैन कि हो हलिन्छ वरिपरि ल भित्र चाहिँ भ्यू टावर हेर्नको लागि मान्छेहरू यस्तो ताँत लागेको छ कि यस्तो ताँत लागेको छ कि यहाँनिर चाहिँ कृपया कोही भ्यू टावर हेर्न आउन चाहनुहुन्छ भने बजारभन्दा अरू बेला आउनु होला है त बजारको बेला चाहिँ यहाँ नो चान्स भन्दा नि हुन्छ धेरै गाह्रो छ गाइस यहाँनिर बजारभन्दा अरू बेला भ्यू टावरमा बसेर फोटो खिच्नु हलिदेश झरु है